एक भाडा किन पर्छ कसरी पर्छ थाहा हुँदैन हेर्नुस् भाइ लुटेर मान्छे कहीँ पुग्दैन एउटा कुरा याद गर्नु 100 वर्षभन्दा उता मान्छे धेरै मात्दैन हेर्नुस् है केही पनि हुँदैन लुटेर कहीँ पनि पुग्दैन एक दिन भगवानले त रेकर्ड गरिरहेको छ नि कसले लुटेर खाइरहेछ कसले चाहिँ यो लुट धन्दा गरिरहेको छ भने त छ नि त गरिब मारेर हुन्छ जन देशमा यस्तो विपत्ति भन्नु त गर्न मिल्छ भनेकै तपाईहरुले पनि 3000 मान्छेको मैले स्क्रिनशट देखाउँ तपाईको यो फोन कस्तो नो कस्तो आक्रोशको कुरै हैन नि दशैंमा आएर हुने साबिकको भाडा भन्दा किन बढाएको भाडा रेट मलाई भन्नु पहिला एयरलाइन्सको हिस्ट्री हेर्नुस् हिजो तपाईको एयरलाइन्स नि अब चल्दैन याद गर्नुस् नि हजुरसँग म डिस्कस यति एयरलाइन्समा म 2012 मा काम गर्दाखेरि बुद्धमा चाहिँ यतिमा चाहिँ कति थियो हाम्रो एयरलाइन्सले टिकट कति घटाएको छ हिस्ट्री पढ्नुस् त्यति बेलाको टिकट र अहिले किन बढायो त यो पहिला कुरा अहिले चाहिँ किन बढाएको किन बढाएको त अहिले चाहिँ कस्तो नबढायो मसँग स्क्रिनशट छैन देखाउ त कान्छा त्यो ल्याउ त रातो मोबाइलले ले त 3000 मान्छेको के कस्टमर ठगेको देखाउँ त तपाईले यता दुई चोटी बटल अझ छैन भन्ने यस्तो तपाईहरुले यहाँ अगाडि आउनुस् कुरो हैन के अहिले के गर्नु भन्नु दुई चोटी बटल झटा